धार्मिक आस्थाको केन्द्र वरदायनी शक्तिपीठ लटिनाथ मन्दिर जयपुरको धार्मिक सांस्कृतिक र ऐतिहासिक महिमा सहितको कार्तिक शुक्ल नवमीको जात्रा विशेष यो भिडियोमा हार्दिक स्वागत छ। लटिनाथको संक्षिप्त किम्बदन्ती एकैछिनपछि वर्णन गर्दैछौं। जयपुर जात्रा दार्चुलाको लेकम 5 रिठा भरानी घरबाट भराण लगेपछि शुभारम्भ हुन्छ। यो दृश्य हो लेकम गाउँपालिका नम्बर 5 रिठा स्थित भण्डारी घरबाट भराण लगेर मन्दिरतर्फ जाँदै गरेको। भराण जयपुर पुर्याएपछि दिनभरि पूजन जात्रा र बेलुकीदेखि दोस्रो दिनको बिहानसम्म भव्य रात्रि जात्रा लाग्ने गर्दछ। जात्रामा धार्मिक र सांस्कृतिक विभिन्न गतिविधिहरू गर्ने गरिन्छ। वरदान विजय वा शक्तिको पहिचानसँग जोडिएको लटिनाथ मन्दिर स्थानीय रूपमा अत्यन्त श्रद्धा र विश्वासको धार्मिक केन्द्र मानिन्छ। जनविश्वास अनुसार लटिनाथ श्रीशैल्य मल्लिकार्जुनका सुपुत्र हुनुहुन्छ। युद्धका क्रममा लटिनाथले तल खसेको पहिरोलाई माथि फर्काइदिएको किम्बदन्ती छ। जयपुर मन्दिर वरपरको क्षेत्रलाई देवी देवताको छलफल गर्ने थलो वा देवभूमि मानिन्छ। मल्लिकार्जुन र छिपुलाको युद्ध हुने क्रममा जयपुरमा सबैभन्दा बढी शक्ति प्राप्त भएको र बाघ जस्तै बलशाली देखिएकाले जयपुरलाई बगबिरे लटिनाथ पनि भन्ने गरिन्छ। यो ठाउँबाट विजय उद्घोष भएकोले जयपुरलाई विजयपुर पनि भन्ने गरिन्छ। लटिनाथ मन्दिरमा मनले मागिएको मनोकामना पूरा हुने, सत्यको विजय हुन्छ भन्ने आस्था छ। हरेक वर्ष कार्तिक शुक्ल नवमीका दिन जयपुरमा दार्चुलाकै प्रसिद्ध जात्रा लाग्ने गर्दछ। रिठाबाट उठाइएको भराण चौपता गगनचोर दमसैना हुँदै लटिनाथको दरबार जयपुरमा पुर्याएर भित्र्याउने गरिन्छ। विभिन्न ठाउँमा लटिनाथका नाममा देउलो समेत हान्ने गरिन्छ। साउन नवरात्रा र अरू तिथिहरूमा पनि विशेष पूजाआजा हुने गरेको छ। जयपुर जात्रा र लटिनाथको किम्बदन्ती बारे बताउँदै लटिनाथका पतर्या पुष्कर खत्री 4 सालबाट यो मन्दिरको दरबार सम्हालेको छु। यो बन्तोली और मल्लिकार्जुन शिखरधुरा और यहाँ और मेरो मर्मा तलाको मानोको मेरो बिणो हो। लटिनाथ मन्दिर एक यो शक्तिको शिला हो। यो हाम्रो धरोहर हो। जब छिपुला मल्लिकार्जुनको जब युद्ध भयो थियो वो टाइम लटिनाथको वासस्थान तलायमाणोमा थियो। त यसमा असङ्कट पर्दाखेरि लटिनाथले त्यहाँबाट फटक बन्तोली हाने। बन्तोलीबाट यहाँबाट दह फोल्यो भने दह मतलब तालमा त्यो फोलीबाट भत्काइयो। त्यो उति पश्चात जयपुरमा आएर जयपुरमा यो छलफल हुनेवालो यो थलो हो। यसमा सब देवताओं को सभा में लटिनाथ भगवानलाई अग्रपूजित घोषित गरी भगवान मल्लिकार्जुनले। किनभने यो लटिनाथ भगवान को छोरा भन्न देखा मल्लिकार्जुन को छोरा लटिनाथ गलिनाथ हुन्। और ये पावन धरती में लटिनाथ को जयपुर पुरानो नाम यहाँ को विजयपुर हो। विजयपुर सजिलो बनाने के लिए जयपुर भएको हो। तर यो विजयपुर हो। विजयपुर में भगवान को लटिनाथ को विजय यहीँबाट हासिल भएले यो विजय स्थल भएको यो कुरा जनाएको छ। कार्तिक शुक्ल नवमीको जयपुर जात्रा र व्यवस्थापकीय काम बारे बताउँदै हुनुहुन्छ जयपुर मन्दिरका भरण्या उमाकान्त विष्ट। सबैमा नमस्कार। यहाँ पाल्नु हुने सबै भक्तजनहरूलाई हाम्रो तर्फबाट हुने सम्मको सहयोग, आर्थिक सहयोगदेखि लिएर सबै व्यवस्थापकीय जिम्मेवारी सबैले आफ्नो तर्फबाट निर्वाह गरिसकेका छन्। र व्यवस्थापकीय जिम्मेवारीमा अब सुरक्षाकर्मीको हैसियतले उहाँहरू 70-80 जनाको करिब हाराहारीमा आउनु भएको छ। त्यस्तै गरेर भक्तजन आउने क्रम जारी रहेको छ। भर्खरै मात्र जयपुर मन्दिरको भण्डार भरानी घरबाट निस्केर जयपुर मन्दिरमा पुगिसकेको अवस्था हो। अरू सबै चिज पूजाआजाको काम एकछिनपछि हुने जानकारी पनि भक्तजनहरूमा गराउँछौँ। सबैमा यो लटिनाथ देवताले सद्भक्ति साथ सबैको मङ्गल गरिदिउन्। जय लटिनाथ स्वामी। जयपुर जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन लेकम गाउँपालिकाले समेत स्थानीय सार्वजनिक बिदा दिनुका साथै सुरक्षा व्यवस्थापन गरेको छ। जात्रा बारे बताउनु हुँदै लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी खास गरी जिल्लाभरिकै दोस्रो मेलाको रूपमा चिनिने मल्लिकार्जुनपछि अनि दोस्रो जयपुर जात्रा यहाँ सामान्य मेला भरिने तयारी भइरहेको छ। र हामीले गाउँपालिकाले पनि यसको महत्त्वलाई ध्यानमा राख्दै अब गत वर्षदेखि यो पर्वको उसमा सार्वजनिक बिदा दिने निर्णय गरेका छौं। र यहाँ खास गरी नयाँ पन्ना भण्डरे भएपछि यहाँ एक खालको केही न केही गरेर देखाउनु पर्छ भन्ने अठोटका साथ यहाँका नयाँ
देवताका पदाधिकारीहरू, यो मन्दिरसँग जोडिएका पदाधिकारीहरूले अनि स्वतःस्फूर्त रूपमा पनि आफूले एउटा काम गर्न थालनी गर्नुभयो। यहाँको विकास निर्माण पूर्वाधारको क्षेत्रमा सुधार गर्न सुरुवात गर्नुभयो र तमाम दाताहरूले फेरि यसमा धेरै ठुलो दान गर्नुभएको छ र हामीले पालिकाले पनि अब यहाँको फिल्ड निर्माणमा 4-5 दिनसम्म हाम्रो ठुलो एक्जाभेटर सहयोग गरेर यो फिल्ड समाउनेदेखि लिएर अनि अब अर्को वर्ष फेरि पालिकाले हाम्रो अहिले त बजेट गइसकेको अवस्था भयो हुनाले यसको विकास निर्माणमा अर्को वर्षदेखि हामी पनि केही यसमा सहयोग गर्नेछौँ र खास गरी यहाँको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर अनि सुरक्षाकर्मीहरूलाई यातायातको साधन उपलब्ध गराउने, ल्याउने, लैजाने र यहाँ खान बस्नको व्यवस्था हाम्रो तर्फबाट पालिका सरकारको तर्फबाट पनि गरिएको छ। शक्तिशाली देवता लटिनाथको जात्रा निकै भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। सबैको मनोकामना पूर्ण होस्, जात्रा सभ्य र भव्यताका साथ सुसम्पन्न होस्, हाम्रो पनि शुभकामना। नमस्कार।